माई गॉड दोस्त हेभन हामीहरू के हुन्छ नि माल भएको चाल नपाएको हो क्या मान्छे बादलै बादल हो कि यो कुहिरो हो कि हो अहिले रियल हाइकिङ उगलमा चिप्लो हुनु नि दोस्त प्रब्लम त छैन नि छैन को ये यार स्टेप स्टेपमा हो यार यो सार्वजनिक स्थलमा यस्तो फोहोरहरू चाहिँ नगरिदिनु होला I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn ain't that great. I don't wanna go to work, cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, cause I don't feel alive, and there's nothing that makes me happy. Hold my beer for a minute, I'm about to quit my job, cash in for a ticket. I'm going on a trip, and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning. Guys, what is up? It's me, Chetan B Vlog. So, सबैजना सन्चै हुनुहुन्छ होला हैन सो आज चाहिँ हामी कम्पासे धुरा जाने भनेर टक्क आइसकेका छौँ है अन्तर्यबाट चाहिँ हामीहरू 11 बजे हिँडेको अहिले चाहिँ 12 बजे हाल्यो 1 घन्टा जति लाग्दै रहेछ हैन सो यताको भ्यू चाहिँ यस्तै छ है सो टक्क लाएर अहिले चाहिँ हामीहरू पुगिसक्यो त्यहाँ आवाज आइरहेछ धेरै ठुलो त्यताबाट है मान्छेहरू टन्न छ क्या त्यहाँ गइरहेको हैन सो अब नास्ता खाएर जाउँ है अनि यता केटाहरू सक्नुहुन्छ कोइला त सो गाइस अहिले चाहिँ हामीहरू नास्ता खान यता बसिसकेका छौँ छिटो खा आउन साथी यार छिटो खाऊ न यार के हो भने यार मिठो मान्छे बिस्तारै खाएर हुन्छ भने पछि हाल्छ नि यत्रो ज्यान छ त यार यो ज्यान के को लागि गाइस है यहाँबाट निटलाडी ब्रिजबाट चाहिँ अगाडि जाने होइन के भयो भने पानी परिदियो यार है तनाव भयो त पानी परिदियो काशी सिट यो निङलाडी ब्रिज भनेको चाहिँ यही होइन अब यहाँबाट माथि जाने हो जान त अब पानी परिरहेछ भिजियो पुरै अब भनौँ न भिजिनै भयो त यार यस्तै ट्र्याकिङ गर्नुपर्छ गर्नुपर्छ जस्तो अरू केही साथीको बोसो कम होला अलिक बोसो नै कम हुन्छ हामीहरू मेन चाहिँ हाम्रो साथीको लागि त्यसकै लागि कति किलो हो जस्तो नडाड्यो भने तौले छैन पहिला नडाड्यो 105 थियो अरे होइन पहिला मलाई 50 थियो अहिले आठमा पटोला थियो अहिले 11 पटोला 12मा 4 वर्ष सोच त यो बोसोमा 70 80 यहाँनिर हिटन चाहिँ फ्याफा निकाल्न लाग्छ तेरि फ्याफा निस्किन लाग्यो नट डाडी भन्नु ल खै यहाँनिरबाट त्यहाँनिर भागेर जा ल ल ल ल भागेर फ्याफा निस्किएको छैन भने ल हो साँच्ची जयदङ्गा पिकनिक स्पोट एन्ड होमस्टे टक्क यता रहेछ होइन यता जाँदैको यहाँ गाउँै रहेछ क्या एउटा सानोतिनो अनि यतातिर के माथितिर के छ यार यो पिङहरू नि छ पार्कहरू रहेछ क्या हो दोस्त आउनु किन ल सो यतातिर पिकनिक पनि भइरहेछ स्कुलको बच्चाहरू नि आएको रहेछन् होइन सानो सानो दोस्त के भइरहेछ कस्तो छ कन्डिसन हाम्रो कन्डिसन कस्तो छ खै दोस्त तिम्रो त किस्त छ क्या फ्याफा निस्किहाल्यो तिम्रो त्यस्तै छ भइरहेछ ठिक छ सो यो चाहिँ रिसोर्ट रहेछ क्या अनि त्यही रिसोर्टको होमस्टेहरू अनि टक्क जुगाले हैरान गरिसक्यो गाई चाहिँ एउटा ठुलो बोकेर गइरहेको छु होइन जुगा छ क्या यो त पुरा जङ्गलै जङ्गल छ होइन अनि जुगाहरू धेरै लागिरहेको छ ओ माई गड कस्तो पसिना झरेको यार यस्तो जुगाहरू लागिसक्यो त यसलाई के भन्छ जुगाहरू लास्टै छ होइन अनि बाटो यस्तो छ कि उकालो ठाडै अनि
कति लाग्यो गाई बोल्दा बोल्दै त्यो आइज ओए माको ए स्टेपमा हो यार हामीहरूलाई चाहिँ जुगाले मार्यो होइन गाई है जुगा जग्गा यति धेरै छ नि यो जुगा त्योतिर अनि एउटा बाटो कहाँनिर थाहै छैन अब र तिमीहरूलाई के यस्तो प्रब्लम छैन नि भिडियोमा आउँदाखेरि छ कि नै पर्मिसन लिएर होइन प्रब्लम त छैन नि छैन सो पानी छ त्यहाँ यस्तो वाटरफल त मिल्यो गाई झर्ना तर फोहोर छ अरे ओए चिप्लो रहेछ यार मूल फुटिरहेको क्या हो निकाल नि त अनि यहाँनिर होल्ड गर एकछिन रेस्ट गर यो पुरा यस्तो उकालो छ होइन यस्तो हाइकिङमा टक्क गइरहेछौँ होइन ठाउँ डेन्जर छ म त थाकेको छैन केटाहरू थाकिहाल्यो रे हो नि तिमीहरू सब थाकेको छैन तिमीहरू थाक्यो नि उही थाकेको छैन त्यो राम्रै पानी बोतल छैन यार आज केटीहरूलाई मागो यो पानीले मुख धुनु सकिन्छ रोक्न बोतल मागो न यो त्यो पानी शुद्ध छ कि त्यहाँ न सफा छ क्या त्यो पानी खाउँ बोतलले भरेर त्यही भएर यो पानी लगिरहेको क्या तल बोतल माग्छ अन्त माछा छैन होइन यस्तो चिल पानी छ क्या यो वाटर है चढाको आवाज पनि सुन्न सक्नुहुन्छ है काले अहिले रियल हाइकिङ उकालमा चिप्लो हुन्न नि दोस्त अब यता सुक्यो सबै सो यस्तो छ पुरा ठाउँ होइन ग्याङ है ठाउँ चाहिँ पुरै यस्तो छ पिस तल पुरा ओह्रालो मात्र होइन यहाँबाट यसो किल्यो भने त गयो कहाँ नर्क जान्छ कि स्वर्ग जान्छ होइन भ्यू पुरा होइन यो जङ्गल साइड उतातिर चाहिँ झन् अर्को भ्यू बवाल छ कि उतातिर त पुरा सबै ठाउँ भ्यू आउँछ होइन ओइ ऊ गरिरहेछ ल त्यहाँबाट छ नि फेरि पसिनाहरू खतम आयो क्या घाम लास भयो होइन हम त यहाँ फेरि डाँडा गइदिने हो ए उक्ले केटा माई गई दोस्त हेभन कसम उही हेर त दोस्त हेर्नु मा कसम गाइस यो भ्यू हामीले चाहिँ होइन जति दुःख गऱ्यौँ नि त्यहाँबाट आएर पसिना बगायो यत्रो उकालो चढ्यौँ होइन यत्रो डाँडा चढ्यौँ त्यो के को लागि अब देखाउँछ औ यसको लागि हो क्या यसको लागि क्या यो हो क्या रियल पिस भनेको है यसको लागि हो क्या गाइस यति पसिना बगाएको छु नि जुन यस्तो डाँडोमा चढाएको थियो नि त्यसको लागि क्या हामीले हेभन पिस हेर्नु जानै पर्दैन आफ्नै ठाउँमा छ यार पिस यार है हेभन आफ्नै ठाउँमा छ के यस्तो बबाल देखिरहेछ होइन यहाँ तर 1 मिस क्याम्पिङ छ फेरि हेभनै हो क्या यस्तो बबाल छ नि भ्यू होइन पुरा के स्वर्ग भन्दा नि हुन्छ क्या ओम नमः शिवाय आहा यो नेचुरल पिस के हावा सुनाउ न नेचुरल हावा पनि पुरा नेचुरल पिस हो क्या आहा कस्तो रमाइलो यार कस्तो रमाइलो हो क्या वाउ गाइज है सुनौँ है आवाज सुनौँ है आवाज सुनौँ यो आवाज सुनौँ यदि क्यामेरामा क्याप्चर भएको छ भने है ओइ
सुकाउँदैन हावाको ऊ दामी देखियो सर सररमा कैलालीमा नि यस्तो पिस छ के यस्तो हेभन छ के हामीहरू के हुन्छ नि माल भएको चाल नपाएको हो क्या मान्छेमा यस्तो ठाउँमा आउँ के गाइज है आई लभ इट क्या यो हेरौँ न गाइज है यो पुरा पातहरू यस्तो बबाल छ यार बबाल छ के पुरा ढुङ्गाले यस्तो बाटो बनाएरै छ यता त झन् देखाउँछु क्या म यता देखाउँछु क्या म माई गड ब्रो पछाडि पिस हेरौँ पछाडिको भ्यू हेरौँ यो रेलिङ यतातिर रेलिङ हालेको छ यता काफलको रुख भयोदेखि लिएर सबै छ क्या रुख उतैदेखि नै उतै रुख हो त्यो काफल अब अहिले सिद्धिहाल्यो नि त काम लाग्दैछ यो पुरा रेलिङ हेरौँ यता हेरौँ होइन एकचोटि हेरौँ यहाँ रुख पानी परिरहेको छ तर हामीलाई मतलब छैन अब त भिजे पनि बाल भएनमा त्यहाँ पुगेरै छोड्ने हो जस्तो यो हेभन देखिरहेको छ यताको पुरा यो पिस यो सुन्दरता देखिरहेछ त्यता पनि त्यस्तै हेर्ने हो यता चाहिँ पुरा बनाएर रहेछ ढुङ्गाले होइन त्यहाँ लेखेको छ जुत्ताभरि जुगाइ रोक लगाएको त जुत्ताभरि जुगाइ छ यार ओए पानी पनि कस्तो परिरह्यो यार ओए के हो यो दोस्त अङ्गुर ला साँच्ची ला के हो त्यो यो के हो गाइज है कमेन्ट गरौँ त यो उकालो हेरौँ कि दोस्त थाकिहाली तेरो बोसो तेरो कहाँ जायो पछाडि केटी देख्नु परेर साथी भागिरहेको पछाडि केटी दिइरहेको छ भनेर साथी भागिरहेको छ है अहिले थाकिहाली बिचाराको खुट्टा दुखिरहेको थियो अहिले अझै हिँड्नु छ आधा घन्टा ओ हिँड्न किन त रोक्यो बन्द गर भनिरहेको छ यार फुर्ती देखान तेरो तिमी सम्झैछौ किन थाकेको दोस्त त्यस्तो किन दोस्त किन तिमीहरू किन भने हिँड्न म हिँडिरहेको आइदैन यो हातै दोस्त थाकिहाली नै थाकेको छैन हिँड्नु हो यहाँ थाकिन्छ मस्त थाकिँदैन हाम्रो दोस्त त्यो बलियो छ किन त रोक्यो हिँड्न किन रोक्यो हिँड्न म हिँडिरहेको छु किन म त थाकेको छैन होइन म त चिलमा कुदिरहेको छु केटाहरू चाहिँ दोस्त थाके त छैनस् नि हो थाक्नु हुँदैन यार नथाक केटीहरू आइरह नि तिनीहरू आउन हानेर बसिदियो यार त्योमा यस्तो बोको छ घाटमा भएन दोस्त आइज पक तेरा घर भनिदिने रोक त यहाँ केटाहरूसँग घुम्दा आयो भन्नु चढेर पक केटाहरूसँग घुम्दा आयो भनेर केटीहरूसँग भेट्टलाई पुरा बोल्न हानेर पक यहाँ त पुरा हामी पुग्न लाग्यो नि त उता माथि भ्यू टावर छ नि त हो अनि यहाँ त पुरा कुहिरो लाग्यो जस्तो न केही जस्तो पुरा बादलै बादल हो कि यो कुहिरो हो कि हो कुहिरो लागेको छ क्या पुरा ओए भ्यू त फेरि अखा छ नि यार पुरा दामी छ त्यहाँ पुरा त्यो हेरौँ न ल हामी चाहिँ यहाँ पुगिसक्यौँ है कम्पासभित्र अझै पुगिसक्यौँ अब पुरा यहाँबाट सब पुरा मान्छेहरू यता पुरा यता टर्नी बनाएर रहेछ टक्क लाएर पुरा हेर्न सक्नुहुन्छ बबाल छ कि close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left.
to the highways till my shadow turns to sun rays, and on we'll go. यो चाहिँ यस्तै देखिन्छ होइन टक्क लाएर सक्नु त पछाडितिर मगाएर देखिन्छ अहिले बादल लागेको छैन कि त्यस्तो अनि त्यो वर्ड त्यति खतरा चाहिँ देखिरहेको छैन जे होस् तै पनि वर्थ इट चाहिँ छ है नेपाली सारुका यस्तो चलिरहेको छ होइन अब खिच्न कबा भन्नु तर हाउरियार खतम भयो पुरा अब कसरी जाने घर कस्तो जाने हो त्यहाँ गयो खालि सल्लो टुट्दैन यस्तो भइरहेको छ पुरा पानी परिरहेको यस्तो डेन्जर हाउरी खतम भइरहेको छ यहाँ कस्तो होइन पुरा अहिले क्यामेरामा फोकसै भइरहेको छ असिना झरे जस्तो भइरहेको छ क्या यस्तो हाउरी आवाज आइरहेको छ अहिले आवाज चाहिँ आएन कस्तो चाहिँ भइरहेको रमाइलो भइरहेछ रमाइलो भइरहेछ जाडो भइरहेछ धेरै नराम्रो किन जाडो भइरहेछ यस्तो पानी परिरहेछ क्या गाई चाहिँ खत्तम पानी परिरहेछ क्या अब घर कसरी जाने भयो त त्यस्तै परिदियो त यार हाम्रो यहीँ सुत्नु पऱ्यो यही पानी यहाँसम्म पुगिहाल्यो डेन्जर गयो आजको दिनै क्या बोलूं मैं इस पे, क्या बोलूं क्या अब मैं। यो सार्वजनिक स्थलमा यस्तो फोहोरहरू चाहिँ नगरिदिनु होला सबैजनाले कृपया आफूले खाएको आफै उठाए पनि यस्तो फोहोर चाहिँ हुँदैन यो चाहिँ कम्पासे धुराको चाहिँ कम्पासे धुरामा होइन यो चाहिँ यस्तो फोहोरहरू छ कि वरिपरि पुरा कागजीहरू है सो अहिले चाहिँ हामीहरू यहाँबाट चाहिँ रिटर्न भइरहेछौँ है कम्पासे धुराबाट चाहिँ रिटर्न भइरहेछौँ यस्तै छ पानी पऱ्यो कि हामीलाई पानी परेर सतायो कि एकचोटि बिचमा होइन पानी परिदियो अनि त्यहाँनिर अनि त्यस्तै पुरा पानीले खतम गर्यो नि त अनि सो अहिले चाहिँ हाम्रो निस्किरहेको हो पुरा यस्तो छ ढुङ्गा छ अनि अलि यता केयरफुल भएर हिँड्नुपर्ने अवस्था आइसक्यो पछाडि पेङ्गुइन के छ अवस्था बाँचै छ है सो धौले जोडले भन् यस्तै छ है त ल हामी चाहिँ निस्क्ने यहाँबाट लेट्स गो गाई जुगाले काटेर पुरा होइन पात हाल्नु परेको छ यहाँनिर काटिदियो पुरा होइन खतम यहाँ जुगा खतम कि अनि काटेर पुरा यस्तो ब्लडिङ भइरहेछ नि त्यो भएर पानी पुरा माथि गएर हिँडिरहेको छु म लिसो निकाल्ने टेक्निक पाएँ है यो चाहिँ यो ऊ हालेर यहाँबाट चाहिँ यो सल्लाहको रुख हो नि त यहाँबाट चाहिँ लिसो निकाल्छन् कि लिसो आगो बाल्नलाई अनि यसको झुरो नि हुन्छ यो लिसो हो भने यो पार्ट हो होइन अहिले ऊ भइहाल्यो सुकिहाल्यो योले चाहिँ आगो बल्छ क्या यता मेरो जुत्ता पुरा खुन हेर्न सक्नुहुन्छ जुत्तामा यहाँनिर छ ब्लड छ यहाँनिर ब्लड छ जुगाले मार्यो नि त आज मार्यो जुगाले मार्यो टक्क लाएर खुट्टा लास्ट दुखिरहेको छ कि यत्रो डाँडा उक्लिया भयो होइन लगभग त्यही 45 मिनट 1 घन्टा जति नै हामी हिँडेँ लास्टै हिँडेँ त्यही उज्यालो भएर लास्टै अनि त्यही भएर थाकियो धेरै भनौँ न सो त्यही हो थ्याङ्क्स फर वाचिङ जाडो भयो ग्याङ जाडो भयो है जाडो भयो